नमस्ते साथीहरू, मेरो यो युट्युब च्यानल प्रफिट प्लसमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। साथीहरू, मैले शुक्रबारको यो साताको अन्तिम कारोबारको दिन शुक्रबारको यो डेली एनालाइसिस लिएर तपाईँहरूमा उपस्थित भइसकेको छु। आज बजार 7.88 अङ्कले वृद्धि भएर 2734.60 को बिन्दुमा गएर रोकिएको छ। दिनभरि बायर र सेलरको घम्साघम्सी भए पनि अन्तिम अवस्थामा थोरै झिनो अङ्कले भए पनि बजार पोजिटिभ देखिएको छ र 2734.60 को बिन्दुमा गएर बजार रोकिएको अवस्था छ। दिनभरिमा 153वटा कम्पनीहरूले नाफा कमाएका छन् भने 108वटा कम्पनीको मूल्य घटेको छ। त्यस्तै 15वटा कम्पनीको मूल्य चाहिँ स्थिर रहेको अवस्था रहेको छ। आज दिनभरिको कारोबारमा 6,26,72,26,000 बराबरको कारोबार भएको छ भने 353वटा स्टकले 70,158 पटकको कारोबारमा 1,37,69,100 किता कारोबार गरेका छन्। सेयर बजारप्रति लगानीकर्ताहरूको विश्वास बढेको यो कारोबार हेरेर अनुमान गर्न सकिन्छ। त्यस्तै प्राविधिक रूपमा पनि बजार बलियो देखिएको छ। शुक्रबार दिनभरिको कारोबारमा एकदमै बायर र सेलरको घम्साघम्सी भएको पनि अनुमान गर्न सकिएको छ। त्यस्तै गरी आज दिनभरिमा टप गेनरमा रहेका ती नाफा कमाउन सफल कम्पनीहरू भनेको यो एभरेस्ट कलर लिमिटेड रहेको छ, जसमा 14.99% लगभग 15% वृद्धि भएको छ। त्यस्तै एएनएलबी पनि आत्मनिर्भर लघुवित्त पनि 14.46 अङ्कले वृद्धि भएको छ। कर्पोरेट डेभलपमेन्ट बैंक 7.57% वृद्धि भएको छ। त्यस्तै एसएमजेसी, केकेएससी, झापा यिनीहरू कम्पनीहरू पनि वृद्धि भएका छन्, मूल्य वृद्धि भएको छ। त्यस्तै गरी टप लुजरमा भने यो सानिमा बैंक लिमिटेड डिबेन्चर रहेको छ। यो 8.92% ओह्रालो लागेको छ। त्यस्तै यो ग्लोबल आइएमई बैंक लिमिटेडको डिबेन्चर पनि 6.16% घटेको छ। त्यस्तै गरी यो सनराइज फन्ड पनि 5.60 घटेको छ। आज धेरैजसो चाहिँ यो फन्डहरू घटेको अवस्था रहेको छ। त्यस्तै गरी टप टर्नओभरमा रहेका कम्पनीहरूमा रिदी रहेको छ। रिदीले 30,93,19,000 बराबरको कारोबार गरेको छ। त्यस्तै एनआरएनले 27,34,74,000 बराबरको गरेको छ। केबिएल पनि 25,81,34,000 पुगेको छ। एकेजेसिएल, कर्पोरेट डेभलपमेन्ट, आरएसएमएल यी कम्पनीहरू पनि टप टर्नओभर गरेका छन् आज। त्यस्तै गरी टप भोल्युममा रहेका कम्पनीहरू चाहिँ केबिएल रहेको छ। केबिएल अगाडि रहेको छ। त्यस्तै त्यस पछाडि चाहिँ रिदी, एकेजेसिएल, एनआइएमबी यी कम्पनीहरूको भोल्युम अलिकति अगाडि रहेको छ। त्यस्तै गरी टप ट्रान्जेक्सनमा एसजिएचएल रहेको छ। यसले 3142 अथवा 3182 पटक ट्रान्जेक्सन गरेको छ सानीगाडले। त्यस्तै गरी कलाङ्गा हाइड्रो पनि 2463 पटक, केबिएल, सोपान, पाल्पा सिमेन्ट, कर्पोरेट डेभलपमेन्ट बैंक यी कम्पनीहरू टप ट्रान्जेक्सन गर्न सफल भएका छन्। आजको यो इन्डेक्स हेर्दाखेरि सब इन्डेक्समा हेर्दै गर्दा हामीले सबभन्दा बढी चाहिँ ब्याङ्किङ इन्डेक्स देखिएको छ। यो ब्याङ्किङको 1.17% वृद्धि भएको अवस्था देख्न सकिन्छ। त्यस्तै गरी डेभलपमेन्ट बैंक इन्डेक्स पनि 0.96 वृद्धि भएको छ। त्यस्तै इन्भेस्टमेन्ट, लाइफ इन्सुरेन्स यी कम्पनीहरू मध्येमा 7वटा सब इन्डेक्सहरू वृद्धि भएका छन् भने सबैभन्दा बढी घटेको चाहिँ म्युचुअल फन्ड रहेको छ। यो 2.08% घटेको छ। त्यस्तै गरी यो म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ अनि अदर इन्डेक्स, ट्रेडिङ इन्डेक्स यी हाइड्रो पावर पनि घटेको। फाइनान्स इन्डेक्स पनि आज 7वटा बढेका छन् भने 6वटा सब इन्डेक्सहरू पनि घटेका छन्। सूचक बढेको आधारमा मात्र बजारमा रहेका सबै कम्पनीहरूको खरिद चाप बढेको मान्न सकिँदैन। कारोबार रकमसँग कुन कम्पनीको मूल्य बढ्यो, लगानीकर्ताले बढी कुन क्षेत्रमा लगानी गरिरहेका छन् भन्ने बुझ्नु पनि आवश्यक देखिन्छ।
शुक्रबारको कारोबारले समग्रमा बजारमा सकारात्मक मनोविज्ञान कायम गरेको अनुमान गर्न सकिन्छ। सूचक बढेसँगै कारोबार रकम बढ्नुले सकारात्मक सङ्केत देखिएको मानिन्छ। तर 13 मध्ये 7 उपसमूह बढे पनि 6 उपसमूह घट्नुले लगानीकर्ताले लगानी गर्न सँगसँगै सतर्क रहेको पनि मान्न सकिन्छ। आगामी दिनमा अर्थात् अर्को साता पनि सूचकको वृद्धिसँगै कारोबार रकम पनि बढाउँदै लैजाने हो भने बजारको सुधार भएको हुनसक्छ। तर सूचक नबढेर कारोबार रकम मात्र बढेमा लगानीकर्ताले नाफा सुरक्षित गर्न लागेको मान्न सकिन्छ। शुक्रबारको चार्ट हेर्दाखेरि तल्लो क्षेत्रको सपोर्टबाट माथि फर्केर लगातार हरियो बारहरू देखाएर सकारात्मक सुधार अब्बल रहेको देखाएको छ। चार्टले लगातार सुधारको डोरी समातिरहेको छ। यसरी चार्ट हेर्दाखेरि आरएसआई पनि 62.71 बिन्दुमा पुगेको र एमएसिडीको यो सिग्नल हेर्दाखेरि पनि पोजिटिभ देखिएको छ। यी पोजिटिभ कुराहरूले गर्दाखेरि नै बजारमा अब राम्रै सुधार हुन सक्ने अनुमान पनि गर्न सकिन्छ। हवस् त साथीहरू, यही जानकारी साथ आज तपाईँहरूबाट बिदा हुन चाहन्छु। फेरि पनि यस्तै भिडियो लिएर तपाईँहरूमा अवश्य उपस्थित हुनेछु। साथीहरू, मेरो यो च्यानललाई यदि सब्सक्राइब गर्नुभएको छैन भने पनि सब्सक्राइब गर्नुहोला र मेरो यो भिडियोलाई जस्ताको तस्तै जे देख्नुभएको छ त्यसै अनुसारको कमेन्ट गर्नुहोला र फेरि पनि तपाईँहरूमा यस्तै जानकारीमूलक भिडियोहरू लिएर आउनेछु। हवस् त, धन्यवाद।